अहिले चाहिँ म ठ्याक्कैसँगले आइपुगेँ यहाँ सिग्नल यसलाई भन्छ सर्जपुर सिग्नल इग्लोरमा र आउँदा आउँदै मेरो एकजना प्रिय मित्रलाई मैले वोट गराएको थिएँ। हामी नै हो बेङ्गलोरमा सबभन्दा पहिले आउने हो कि हामी हो बेङ्गलोर अनि हाम्रो फेरि यो दोस्ती फेरि हाम्रो मिलिसकेको छ यहाँ। यो दोस्ती हामीले छोडेंगे छोडेंगे त दम कि तोडेंगे होइन हो त्यो ठिकैले। अनि तपाईँलाई कस्तो लाग्छ मलाई के छ बढिया छ फेरि हामी यहाँ कहाँ जान्छौँ अहिले यति साल यति सालमा काम भनेर कहाँ जान्छ फेरि एमजी रोड। अगर बाई चान्स झुकेर म आज एमजी रोड पुगेँ भने पनि तपाईँलाई फेरि म यस्तो यस्तो चिज देखाउँछु नि तपाईँले फेरि जिन्दगीमा कहिले बिर्सिनुहुन्न क्या एमजी रोडमा पुग्यो भने त्यस्तो यस्तो छ। अनि अब हेरेको अब काठमाडौँ पुगिन्छ अनि सानो काममा अहिले हाम्रो गाडी आयो हामी गाडी चढ्छौँ अब होइन। अनि यहाँ अब देखिहाल्नु भयो पछाडिको सिनहरू है यस्तो यस्तो सिनहरू छ। अब यहाँ अब यस्तो यस्तो देख्न पाइन्छ घरिघरि होइन। अब तपाईँलाई फेरि हामी बस चढ्दा जान्छौँ हाम्रो साथी हो यो हाम्रो अब जाने यस्तो छ त्यहाँबाट भयो भने एमजी रोड। सो गाइस फाइनल्ली हामीले के हुन्छ कसले के गर्छ फाइनली हामीले डिसाइड गऱ्यौँ कि हामी एमजी रोड जाने भनेर। र तपाईँहरूको पनि आज दिन राम्रो रहेछ एमजी रोड जाँदा एमजी रोड देख्नको लागि। र यो चाहिँ यहाँको लोकल बस हो र अब हामीले अब डाइरेक्ट एमजी रोड गएर तपाईँहरूलाई फेरि देखाउने कोसिस गर्दैछौँ। र अहिले फेरि यहाँले कुन चाहिँ ढेँडैलाई फेरि के सो गाइस फाइनली हामी आइपुग्यौँ यहाँ एमजी रोडमा। तर एमजी रोडमा चाहिँ पहिलोचोटि आएको कारणले खोइ कता के हो अलमल्ल पऱ्यो। हामी अहिले ठ्याक्कै यहाँ वेस्टर्न सपिङ मलमा आइपुगेका छौँ र वेस्टर्न सपिङ मलमा त अब जानु भएन अहिले होइन। अनि अब अरू बाँकी कता कता के छ त्यहाँ सोधीखोजी गर्नु पऱ्यो। तर टाइम पनि ठ्याक्कै अहिले बेलुकाको 4 बजेर है 4 बजेर 20 मिनट गइसकेको छ। अब हेरौँ अब के देखिन्छ जे देखिन्छ त्यही देखाइन्छ है त। तपाईँले लास्टै खुस्रो भइसकेको छ गाडीमा हिँड्दा हिँड्दै। हामी चाहिँ अहिले यहाँबाट कब्बन पार्क जानको लागि निस्किरहेका छौँ। हामी चाहिँ अहिले ठ्याक्कैसँग आइपुग्यौँ कब्बन पार्क। हामीले सोचेको थिएनौँ आज यहाँ आउँछ मलाई भनेर। हिँडेको कहाँ थियो तर कहाँ आइपुग्यो र पनि ठिकै त के छैन जहाँ आइपुग्यो आज एकचोटि सबै यहाँनिर अब कब्बन पार्क भन्ने सुनेको थियो तर देखेको थिएन। तर आज आइयो पनि होइन। कब्बन पार्क सुनेको त देखेको थिएन नि होइन। तर आज कब्बन पार्क आउन अपरझट प्लान भएर आइयो। र यो चाहिँ अब के हुन्छ कब्बन पार्कको जुन चाहिँ एरिया यहाँबाट अब चट्टसँगले अब भित्र जानुपर्ने हो। अब यहाँबाट दुईवटा बाटो छुट्टै छ। यो त रोड रहेछ यो त पार्क चाहिँ त है क्या बन्द राखेको अनि बन्द राखेको खोइ यहाँबाट चाहिँ बन्द देखिराखेको तर एन्ट्री त एन्ट्री पैसा लिन्छ क्या यहाँ पनि पैसा सिस्टम हो क्या। एक बार जाके देखेंगे एक बार जाके गएर हेर्ने हो त्यहाँ टिकट सिस्टम कस्तो छ हेर्नु अब टिकट यहाँ टिकट सिस्टम रहेछ। तर अब हेर्नु टिकट पाउनु ठाउँ यो रहेछ 30 रुपियाँ हो। बाट भवन के भित्र यो रहेछ। बिना टिकट गयो भने चाहिँ 500 रुपियाँ जरिमाना पनि भन्ने लेखेको रहेछ। र अब टिकट चाहिँ काट्नै पर्ने रहेछ यहाँ अब। र यो चाहिँ कब्बन पार्क एरिया हो र यहाँ पनि टिकटको सिस्टम रहेछ। र एकजनाको टिकट चाहिँ रहेछ 30 रुपियाँ गरेर र बच्चाहरूको चाहिँ 10 रुपियाँ। अलिकति बच्चा चाहिँ फ्री रहेछ अलिक ठुलो चाहिँ 10 रुपियाँ रहेछ। र यो चाहिँ इन्ट्रान्स हो यहाँबाट टिकट काटेर हामी अगाडि जान सक्छौँ। बाँकी तपाईँको गाडी साडी बाइक साइक ल्याउँदाखेरि पार्किङ गर्ने ठाउँ यता रहेछ। र टिकट चाहिँ हामीले एकदम हाम्रो टिकट चाहिँ कन्फर्म टिकट छ है। एसीको टिकट चाहिँ एसीको होइन एसीको कन्फर्म टिकट छ। अर्को हामी त पहिले त हामीले यही ट्रेन होला भनेर नचढ्ने घोषणा गऱ्यौँ। तर भित्र चाहिँ ट्रेनको बाटो यसरी बनाएको हुन्छ। यो ट्रेनको बाटो हो यसरी ट्रेनको बाटो दिएको रहेछ। र ट्रेन चाहिँ ऊ चाहिँ आउँछ सबैजना ट्रेनमा चढ्न पुरा अब उत्सुक भएर पुरा यहाँ ढिलोको लागि भनेर बसिरहेको छ। र
यहाँ मेला जस्तो नि रहेछ यहाँ बच्चाहरूको लागि खेल्नको लागि ब्रेक डान्स धेरै कुरा रहेछ यहाँ देख्नुहुन्छ सब यहाँ ट्रेन चढ्नलाई लाइन लागेको हो सबैको टिकट कन्फर्म हो कपन पार्क घुम्न आउनु भने चाहिँ तपाईँहरू आरामसे ट्रेनमा घुम्न सक्नुहुन्छ है नहिलिकन कहाँ कहाँ सब घुमाइदिन्छ तपाईँहरूलाई र टिकट चाहिँ एकजनाको 50 रुपियाँ गरेर रहेछ ट्रेनको र ट्रेनमा चढेको भिडियो चाहिँ तपाईँलाई म अर्को भिडियोमा देखाउने छु तबसम्मको लागि बाई नेक्स्ट भिडियो वेट गर्नु होला